र देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस् भन्ने आग्रह गर्दछु। म राजनैतिक दलहरूलाई पनि आग्रह गर्न चाहन्छु। देशले अब योभन्दा ठुलो द्वन्द्व बिहोर्न सक्दैन, योभन्दा ठुलो क्षति बिहोर्ने तागत राख्दैन। त्यसकारण अब सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर सम्झौताको लागि तयारी हुनुहोस्। ठूला केही राजनीतिक दलका नेताहरूले मुख खोल्न थाल्नु भएको छ। उहाँहरू सबैलाई पनि भन्छु, तपाईहरूको पार्टीमा औपचारिक रूपमा निर्णय गर्नुहोस्। अब नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था कायम गरेर जाउँ। अब यसको विकल्प छैन। कतिपय साथीहरू भन्नुहुन्छ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भयो त्यसको ठाउँमा राष्ट्रपति छँदैछ त्यहाँदेखि उता भनेर भन्नुहुन्छ। म खास गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्ने साथीहरूलाई स्मरण गराउन चाहन्छु र आज विद्वत समाजलाई पनि प्रश्न पार्न चाहन्छु, पत्रकार साथीहरूलाई स्पष्ट पार्न चाहन्छु। नेपालको राजनीतिमा प्रत्यक्ष कार्यकारी प्रमुखको अवधारणा सबभन्दा पहिले नेकपा माओवादीले अगाडि सारेको हो। उहाँहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गर्नु र हामीले त्यसै बेला भन्यौं जनताले आफ्नो कार्यकारी प्रमुख चुन्न पाउनुपर्छ भन्ने कुरा राम्रो कुरा हो, त्यो उत्तम प्रजातन्त्रको कुरा हो। तर हाम्रो जस्तो भू राजनीतिक परिस्थिति भएको देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति खतरनाक हुन सक्छ। त्यो निरङ्कुश पनि बन्न सक्छ र त्यो लेन्डुक दोर्जे पनि बन्न सक्छ। देशमा नयाँ तानाशाहको उदय हुने खतरा वा नयाँ लेन्डुक दोर्जे आउने खतरा हो। त्यो दुईटै हामीले बिहोर्नुपर्छ। त्यसकारण हामीले भन्यौं त्यसो होइन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ र अभिभावकीय संस्थाको रूपमा राजा भनेको राष्ट्रपतिको ठाउँमा राजा रहने व्यवस्था हुनुपर्छ भनेर हामीले भन्यौं। किनभने यस्तो भयो भने प्रधानमन्त्री निरङ्कुश हुने र लेन्डुक दोर्जे बन्ने दुईटै खतराबाट देशले मुक्ति पाउँछ। कतिपय साथीहरू भन्दै हुनुहुन्छ र अहिले जोरदार रूपमा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनको कुरा गर्ने साथीहरू र उता राष्ट्रपति भइहाल्छ नि भन्ने मानिसहरूलाई म भन्न चाहन्छु, नेपालको राजनीतिमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय आफ्नो चुनावी घोषणापत्रमै उल्लेख गर्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो। हामीले भनेका हौं, तर राजा बिनाको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मुलुकको लागि खतरनाक हुन्छ। यो प्रधानमन्त्री निरङ्कुश हुने खतरा त छँदैछ। राष्ट्रपति र ऊ एउटै पार्टीको भयो भने निरङ्कुशताको खतरा पनि छँदैछ। हाम्रो जस्तो भू राजनीतिक परिस्थिति भएको देशमा वैदेशिक शक्तिको दबाव प्रभावमा परेर हामीले थाहा नपाइकन हामीले हाम्रो राष्ट्रियता नै गुमाउनु पर्न सक्ने खतरा पनि छ। त्यसकारण हामीले यो छिनछिनमा